Welcome back to my YouTube channel. I hope हजुर सबैजना सन्चै हुनुहुन्छ होला अनि म सन्चै छु। सो गाइस म चाहिँ जाँदैछु यहाँ मेरो बारीमा टनल बनाउनलाई, जुन अस्ति मैले टर्चमा कलर लगाएको थियो नि त्यो टनल बनाउनलाई, पक्की टनल। सो म चाहिँ अब तारहरू बोक्दैछु। सो गाइस मैले चाहिँ सामान सबै ल्याइसकेँ। यो चाहिँ रहेको छ सामान, अनि यहाँ चाहिँ टर्च छ, अनि हामीले बनाएको चाहिँ यहाँ थियो कि देखाउनु हिजो क्याप्चर गर्न त पाएन, बिजी भएर। हिजो यिनीहरू गाडेको यो टर्चहरू, अनि यहाँ मकैबारीभित्र हामीले धेरै मकै छापिसक्यौँ। अनि हिजो पानीहरू बोक्दै यो टर्चहरू पनि सबै गरेको थियौँ कि मकैहरू पनि धेरै छाट्यौँ। अनि यहाँ जस्तो यो मुलेको खाली नै छ। अनि यहाँ चाहिँ हाम्रो बारी जहाँ टर्च के अरे टनल बनाइरहेको छ नि, तल चाहिँ हाम्रो घर योभन्दा तल छ। सो अब के गर्छौँ यतै गर्नु होला। यो चाहिँ हाम्रो गाउँमा बकाबक घर बन्ने तर्खरमा छ है गाई। एउटा घर बनिरहेको छ, त्योभन्दा यतापट्टि एउटा घर बनिरहेको छ। अनि यहाँ चाहिँ सामुदायिक भवन। मेरो त केही काम नै लागेन हौ, गालाम हात लगाएर बस्नु बाहेक। होइन त अङ्कल? ल है साथीहरू, मेरो त काम नभएर म त काफल खान पाएँ। यस्तो लगाएर काफल खाइन्छ कि खै त काफलले देख्दैन। काफल चाहिँ सबै सुकेर गइसकेछ। कोहीकोमा चाहिँ किरा हुन्छ हौ। अन्त के भन्ने हिजो त देखाइदियो अहिले त रहेनछ गाइस। के हो गाइस यस्तो यो साथीहरू? साथीहरू पाएन काफल त्यहाँ पनि। अब सट्ट लाँदैछु, हेर्नु पर्यो कता कता काफल काम नभएपछि। यो चाहिँ मकैबारी, यो तोरो मकै गर्ने बेला भइसक्यो। कसरी गर्ने होला, यो बारीमा कसरी छिर्ने होला। एकोरो मकै गर्नु त सजिलो भएको थियो। अब काफल नि कतै नै पाएन। अब त्यहाँ मेरो काम पनि छैन। मकैबारी मैले मार्ने भयो मैले अब त्यहाँ काम पनि छैन, त्यो मैले गर्ने काम पनि होइन, गर्नु पनि हिजो त सबै गरिसकेँ। म चाहिँ अब बारीमा किम्बु कालो जुङ्गे काफल खोज्दै हिँडिरहेको छु कि। हिजो त मैले त्यहाँ ठाउँमा देखाएको थियो, आज त रहेनछ। खै त काफलले छैन, सकिसक्यो। वनको काफल नि सकिसक्यो। के पनि झार उम्रिएर मकैमा छैन त। खै त यसमा हुनुपर्ने हो भयो, यसमा पनि रहेनछ। माथितिरको पनि रहेनछ, यसमा पनि छैन। होइन हौ साथीहरू, अब म अङ्कलले काम गरेर ठाउँमा गएर हेरेर बसिरहन्छु। हिजो त सबै बालुवा किटी पुग्ने अनि गरेको थियो। आज त त्यो काम छैन। अब वेल्डिङ गर्ने त्यो मैले गर्दैन, अङ्कल आउनु भएको गर्नलाई, अङ्कलले गर्नुहुन्छ। म चाहिँ हेरेर बसिरहन्छु। अनि सो के कस्तो गर्छ हजुरहरूलाई भनि नै हाल्छु। सो यदि गर्नु होला, किप वाचिङ।
अनि नयाँ हुनुहुन्छ भने लाइक शेयर सब्सक्राइब गरिदिनुहोस् होला। के गर्नु साथी, बसे दौड्यो फेरि कालो टिप सकेर म कालो टिप लिएर जाँदैछु बारीमा। अनि हाम्रो बारी र घर टाढा भएर अरूको घर र लाइन लगेको, बत्ती लगेको तार जोडेर अनि पावर पुगेन। त्यही भएर अब म यहाँ तारमा टेप हाल्नेछु अनि त्यहाँ गएर देखाउने छु। हेर्दै गर्नु होला। सो साथीहरू, म चाहिँ अब यहाँ लाइन जोड्न जाँदैछु। उता अङ्कलले वायर मिलाइरहनु भएको, म चाहिँ अब यहाँ टक्क लाएर प्लग अन गर्नुपर्ने हुन्छ। मलाई त्यो गर्न एकदम डर लाग्छ। अस्ति नै करेन्ट लाँदैबाट मलाई डर लाग्छ। अब हेरौँ लेट्सी कस्तो हुन्छ। तार समाउन डर लाग्छ मलाई। कति दौडिँदा कम्मर ब्याक पेन गरिसक्यो मलाई। अब म चाहिँ यहाँ तार जोड्नु पर्ने हुन्छ साथीहरू। ल है साथीहरू, म अब यहाँ अन गर्दैछु, यो प्लग जोड्दैछु। मलाई डर लाग्छ यो जोड्नलाई। मैले जोडिसकेँ। अब हेरौँ त्यहाँ अङ्कलसँग करेन्ट पुग्यो कि पुगेन। करेन्ट र पावर नपुगेर मेरो काम आधा कल्चो हुनुभयो साथीहरू। आज म्याच हेर्न पाइन्छ कि भनेको झनै म्याच हेर्न पनि नपाइने भयो। 2:30 बजीसम्म भ्याइ त 3:30 बजीबाट म्याच छ, एपिएफ भर्सेस नेपाल पुलिस क्लब। अनि आई एम अ बिग फ्यान अफ एपिएफ टिम। अनि म्याच हेर्नुपर्ने हुन्छ साथीहरू। तारले दुःख दियो यार। तारले अङ्कल जोड्ने हो, कुनमा जोड्ने हो गएर आयो। करेन्ट आयो अङ्कल। अच्छा रे। साथीहरू, बत्तीले धोका दियो, लाइनले धोका दियो। कहिले जाने कहिले आउने, कहिले तार नमिल्ने, कहिले भोल्टेज कम हुने। योपालि टनल नबन्ला जस्तो छ। बने पनि मुस्किलले बन्दा रात पर्ला जस्तो छ। म कति ओरोदोरो गरौँ यही बाटो। हिँडेको छ तार र बत्ती, त्यो दुईटाले यस्तो दिमाग
ह्याङ गरिदियो। बत्ती त आइरा को जरा सबर करो। साथीहरू धेरै गाह्रो भयो हिँड्दा 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 काम त छैन हिँड्दा 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 धेरै गाह्रो भयो। अब बत्तीले सकेन कहाँ सो यति गर्नु होला साथीहरू किप वाचिङ के हुन्छ बोल जिन्दगी। हामीले जमाको यो पोलमा चाहिँ पानी हाल्नु पर्ने हुन्छ। कस्तो फरमा नि झिक्नु पर्ने बेला भयो तर हामीले नझिक्यौँ हैन यसरी हाल्नु पर्ने हुन्छ यहाँ। किप वाचिङ। यो हिजो हामीले जमा थियौँ कि आजको लागि भनेर। मम्मी मैले यहाँ पानी हाल्दे पानी चाहिँ डरममा छ। यो चाहिँ हिजो भत्केको मकैबारी दर्याम दर्याम। पानी को बचत गरौँ बचत। हिजो अब म सबै गिटीवाला सबै आफैले मोलेको नि त अनि त्यही भएर हिजो ब्लग बनाउन पाइनँ। अनि ब्लग पनि धेरै दिन ग्याप भयो अनि युट्युबमा भिडियो अपलोड नभएको पनि धेरै भयो नि त। अनि त्यही भएर मैले आज कामसँगै कन्टिन्यू गर्दैछु ब्लगमा पनि। सो हेरेर माया गरिदिनु होला अनि के कस्तो मिस्टेक्सहरू भइरहेछ कमेन्टमा लेखिदिनु होला। अनि नयाँ हुन्छ भने लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला। यो फरमा चाहिँ अब भोलि झिक्नु पर्ला। यो सबै मैले हालेको त्यो पनि काम देखाएको मैले। यहाँ टनल बन्छ हो। सो हेर्नु
अब रात पनि पर्न लाग्यो, हामी घर जान्छौँ। अब बाँकी काम भोलि हुनेछ। अहिले चाहिँ यति बनाइसक्यौँ। यो चाहिँ हाम्रो पक्की टनल बन्दैछ। अब भोलि रेडी हुन्छ सबै। सो अब हामी चाहिँ घर जान्छौँ। यदि हजुर नयाँ हुनुहुन्छ भने लाइक शेयर सब्सक्राइब गरिदिन नभुल्नु होला। अनि थ्याङ्क्स फर वाचिङ। बाई बाई। नेक्स्ट ब्लगमा भेटौँला।